आजको यस वक्तृत्व कला प्रतियोगिता कार्यक्रमका सभाध्यक्षका रूपमा रहनुभएका हाम्रा नेपाली गुरु छिन्ताज्यू, यहाँ अतिथिगण, निर्णायक मण्डल, समयपालक, मेरा प्रतिस्पर्धी मित्रहरू लगायत यहाँ उपस्थित सम्पूर्ण साथीहरूमा स्वीकार्नुहोस् मेरो नमस्कार। आजको यस वक्तृत्व कला प्रतियोगितामा सहभागी हुन पाउन म निकै प्रफुल्लित छु र यस मौकाको लागि म हाम्रो एकछिन साथीलाई धन्यवाद दिन चाहन्छु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक जलस्रोत र ऊर्जा रहेको छ। सामान्यतः जलस्रोत भन्नाले जलको स्रोत भनी बुझिन्छ। जल प्राप्त हुने प्राकृतिक तथा कृत्रिम स्रोतलाई नै जलस्रोत भन्ने गरिन्छ। नदी, नाला, झरना, हिमनदी आदि जलस्रोतका उदाहरणहरू हुन्। नेपाल जलस्रोतको दृष्टिकोणले एकदमै धनी देश हो। यहाँ 6000 भन्दा बढी नदी, नालाहरू, झरना, तालतलैया तथा हिमनदी रहेका छन्। नेपाल जलस्रोतमा धनी हुनुको कारण यहाँ पाइने प्रचुर मात्रामा पाइने हिमनदी नै हो, किनभने नेपाल हिमालको राष्ट्र हो। यहाँ रहेका तालतलियालाई सिँचाइको रूपमा प्रयोग गर्न सके नेपालको कृषि क्षेत्रमा विकास हुन सक्छ, किनभने नेपाल कृषि प्रधान देश हो। कुनै पनि बालीलाई राम्रो उत्पादन दिनको लागि जलस्रोत चाहिने गर्दछ र बालीमा पानी भएन भने उत्पादन राम्रो हुन सक्दैन। त्यसैले जलस्रोतले कृषिमा ठुलो भूमिका खेल्ने गर्दछ। नेपाल जलस्रोतले धनी भएको हुनाले यहाँ प्रचुर मात्रामा जीवजन्तु, वनस्पति र चराचुरुङ्गी पाइने गर्छन्, जसको सदुपयोग हामीले विदेशबाट पर्यटकहरूलाई यहाँ आकर्षित गरेर त्यसको सदुपयोग गर्न सक्छौँ, जसले देशको अर्थतन्त्र बलियो बन्न सक्छ। जलस्रोतको सदुपयोग हामीले जलस्रोतबाट जलविद्युत निकालेर पनि गर्न सक्छौँ। यहाँ रहेका नदी नालाहरूबाट 83,000 मेगावाटको विद्युत उत्पादन गर्न सकिने क्षमता रहेको यहाँ अनुमान गरिएको छ। जलविद्युत निकालेर हामीले नेपालमा रहेको ऊर्जा सङ्कटलाई समाप्त गर्न सक्छौँ र त्यति मात्र नभई विदेशमा जलविद्युत वितरण गरेर पनि नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्छ। जलस्रोत नवीकरणीय ऊर्जा हो, यसले प्रदूषण कम गर्ने गर्दछ र यो आजको दिनमा अनवीकरणीय ऊर्जाको उत्कृष्ट विकल्प बन्न सक्छ। जलस्रोत हामी मानवको जिउने आधार हो। जलस्रोतको संरक्षण गर्नु हाम्रो कर्तव्य हो भन्दै आफ्नो छोटो भनाइ अन्त्य गर्दै विराम।